दर्शक महानुभावहरू, आज म देशीहरूका गाडीको गोठालो लागेको छु। म आज अलिकता फुर्सदिलो समय भएको कारणले गर्दा देशीहरूका गाडीको गोठालो लागेको छु। म यी गाडीहरू हेर्छु, देखाउँछु तपाईँलाई। म यसैको गोठालो हो। यिनीहरूलाई सरसफाइ गर्ने अनि यिनीहरूको रेखदेख गर्ने मेरै काम छ। हेर्नु साथीहरू, म चाहिँ गाडीहरूलाई यिनीहरूलाई सफाइ गर्छु। आज भने हल्का फुल्का पानी परेको कारणले गर्दा आज अलिकता फुर्सदिलो समयमा यहाँहरूसँग सुर्खेत, हाम्रा अछामतिर गाउँघरतिर सुर्खेतका आमा बुवा दाजुभाइहरू कहिलेका भुइँसा ल्याउन लागि अछाम पुग्थे। यस्ता गाडी हो नि यिनीहरू पनि। कोही दुना, कोही बाँठा, कोही काउँदै लोडेका, काउँदै पढेका गाडीहरू लोटे गर्दा कलर सल्लर लगाएर अनि पेन्टिङ सेन्टिङ गरेर यी गाडीहरूको गोठालो लागिरहेको साथीहरू। कति छन् कमसेकम 100सम्म हुन्न, ज्यादा त भन्दैन, 100 गाडी जति हुन्न यहाँ भुइँसा गोठालो लागे जस्तै। यो हाइवे हो अनि यो बाहिर ग्राउन्डतिर यहाँहरूलाई देखाउँछु। यो कैलाश होटल अनि यतातिर यी लिम्डाका झाडहरू अनि उतातिर पनि छन्। पुरा यो मार्केटै बाइक यो गाडीको। यो 2-3वटा कार पोइन्ट उता छन्। यहाँभन्दा पछाडि यो झाड देखिन्छ त्यहाँतिर। एउटा यहाँतिर छ, एउटा यहाँतिर छ, कमसेकम 5वटा छन्। एउटा यहाँतिर 6वटा, एउटा 7वटा छन्। यतै छ यो 7वटा, यतै कार पोइन्टहरू छन्। यो चाहिँ छानु, मेरो यो बस्ने छानु। देशीहरूको दिउँसो बस्छन्, म राति यही छानामै बस्छु। यो छानाको दृश्य हो। अनि आकाशको दृश्य पनि पानी पर्ने छ। यहाँतिर अलिकता पानी हिजो राति आएको कारणले गर्दा पानीका खालहरू पनि बर्सिया छन् है। यहाँ चाहिँ देशीहरूको कचेरा हाचेर्ने, हिलो सिलो सोर्ने यो डब्बा कचेरा। अनि यता यो मेरो बस्ने छानु। यो छानामा बस्छु। पानी परेको कारणले गर्दा यी छानामा खाटहरू राखेका छु। यी खाटहरू चाहिँ भिगन्न भनेर यसरी बाङ्गे राखे हो। यहाँ चाय बनाउने देशीहरूको यो पानी चाय। अनि यो केराको झाडी, यो केला झाडी। गाउँघरतिर त रमाइलो हुन्थ्यो, केला खान पाइन्थ्यो। यहाँ त देशीहरूका बजारका केला खान पाइन्छ, झाडका केला खान पाइएको छैन है साथीहरू।